Hello, guys. Good morning and good evening, guys. आज चाहिँ हामी नेपालदेखि केटिएम टु रोमेनियाको यात्रामा छौँ र यो यात्रामा एयरपोर्टभित्रको दृश्यहरू तपाईँहरूको सामु देखाउँदैछु है। यो चाहिँ दुबई एयरपोर्टको हो। दुबई एयरपोर्टमा हिँड्दै घुम्दै गरेको बेला वेटिङ टाइममा हिँड्दै घुम्दै गरेको बेलाको यहाँनिर सुनको गाछी नै रहेछ। सुनको गाछी हेर्न गएर हामी हैन, म लगायत मेरो साथीहरू हुनुहुन्छ। हामी 24-25 जना सँगै आएका थियौँ। अब त्योमध्ये आधी उतै बसिरहनु भएको छ, हामी चाहिँ 4-5 जना हिँडिरहेछौँ सुनको गाछी हेर्न। ल, सुनको गाछी आइपुग्यो। सुनको गाछी सुनको पसल माथि सुनको गाछी बनाएर राखेको। यस्तो राम्रो दृश्य रहेछ। यतापट्टि मोबाइलहरू सब रहेछ। यता क्याफे हैन, यस्तो रमाइलो ठाउँ छ। यो दुबई एयरपोर्टको हो। हामी दुबई एयरपोर्टबाट के अरे वेटिङबाट वेटिङमा जाँदै गरेको। यो सबै भाजती सबै हाम्रै केटाहरू हो। 24-25 जनाको ग्रुप आइएको थियो। त्यही यो सबै हाम्रै केटाहरू हो। एयरपोर्टमा यसरी एयर होस्टेजहरू या फेरि त्यहाँको प्यासेन्जरहरू यताउता जानको लागि सानो गाडीको प्रयोग गर्ने रहेछन्। साधन त अनेक छ एयरपोर्ट भनेर के गर्ने। एउटा हाम्रो एयरपोर्ट छ सानो। अरू यता विदेशतिरको एयरपोर्ट त यस्तो देखिन्छ। पुरै प्लेनभित्रको दृश्य यो चाहिँ। प्लेनभित्र बस्दाखेरि यो रेकर्ड गरे हो। प्लेन चल्दैछ, रेकर्डिङ भइरहेछ। बादल माथि पनि बादल देखिरहेछ। यस्तो रमाइलो सुन्दर दृश्य छ। अझ झ्यालमा त्यो पखेटै नेरी परेर केही देखिएन कि, नत्र अझ राम्रो देखिने हो। पखेटा माथि नै ठ्याक्कै पखेटामै परेर केही नदेखिएर यस्तो गिदी गरिदियो यो सिटले। बाहिरको दृश्यहरू राम्रोसँगले निकाल्नै पाएको छैन। यो चाहिँ हाम्रो काठमाडौँबाटै रनवेमा कुदिरहेको बेलाको रनवेमै हुँदाको यो चाहिँ त्रिभुवन अन्तर्राष्ट्रियकै। अब यहाँबाट उड्छ सिधै अनि माथि। यस्तै छ रमाइलो प्लेनभित्र र प्लेन बाहिरको दृश्यहरू हैन। बादल माथि जाने हो, बादल माथिबाट हिँड्ने हो। त्यहाँले तलको चाहिँ खासै हुँदैन। अब यहाँबाट चाहिँ ल टेकअप भयो। यहाँबाट आयो माथि, सिधै माथि गइरहेछ। बादल माथि छिर्यो। अब बादलै बादल, केही देखिन्न अब यहाँबाट।
पखेटाले लास्ट गिदी गर्यो। जस रमाइलै भयो यात्रा, राम्रैसँगले आइयो। यो चाहिँ प्लेनभित्रको दृश्य, हाम्रो नेपाल एयरलाइन्स वाइड बडी। यही प्लेनको खरिद बिक्रीमा घोटाला भएको भनेको यही प्लेन हो। अस्ति हामी चढ्यौँ, म यहाँ बसिरहेको छु, झ्यालको साइडमा बसिरहेको छु। तर के गर्ने, उता पछाडि झ्याल बाहिर ठ्याक्कै पखेटामा परेर अरू केही देखाउन सकिएन। एकैछिन यहाँ आउनु ए भाइ, एकैछिन हौ। यो चाहिँ प्लेनभित्रको दृश्य हो। यो वाइड बडीमा पनि कति 500-600 जनाको क्यापेसिटी हुने रहेछ। एकचोटिमै 500-600 जना हामी सँगै टेकअप सँगै यात्रा गरिरहेछौँ। प्राय नेपालीहरू छन्। त्यसपछि अनि त्यहाँबाट यो के अरे दिल्लीका इन्डियनहरू यसमा चाहिँ। तर साधन के, यत्रो ठुलो प्लेन छ।